हैन पेल्दै आएको कारणले गर्दाखेरि त्यसरी नै जान सकिन्छ भन्ने किसिमको तपाईको छैन त्यो दमनकारी नीति गरेको कारणले गर्दाखेरि त्यो दुर्घटना हामीले नचाहँदै भयो। देशलाई सधैँभरि तपाईको छैन अराजकता अशान्ति र अस्थिरतातर्फ लगिरहने मान्छेहरूलाई हामीले नेता सम्झिरह्यौं। त्यो नेता थिएन हाम्रो लागि, वास्तविक नेता थिएनन्। ती थिए त तपाईको छैन विदेशी इशारामा चल्ने मानिसहरू थिए, दम्बले फुलेका मानिसहरू थिए, जसले देशका जनतालाई किरा फट्याङ्ग्रा सम्झेर मार्नुपर्छ, दमन गर्नुपर्छ, जसरी पनि ठिक लगाइहालिन्छ भन्ने खालका तपाईको निरङ्कुश सोच विचारले हाबी भएका मानिसहरू थिए। त्यस्ता मानिसहरूलाई हामीले नेतृत्व सम्झिरह्यौं, नेता सम्झिरह्यौं, देश सुम्पिरह्यौं, सत्ता सुम्पिरह्यौं, सरकार सुम्पिरह्यौं, जसका कारणले गर्दाखेरि हाम्रो चाहिँ तपाईको छैन जीवधनको आज सुरक्षा हुन सकेको छैन यो देशमा। है यो देशको नेतृत्व जसलाई हामीले चुन्यौं ती चुनेका नेताहरूलाई तपाईको नेतृत्वलाई यो देशको सिमाना कहाँसम्म हो भन्ने थाहा छैन। थाहा छ? सिमानाको रक्षा गर्न नसक्ने, जनताको जीवधन सुरक्षा गर्न नसक्ने, व्यक्तिको तपाईको सम्पत्तिको सुरक्षा गर्न नसक्ने, यो देशमा न्याय स्थापित गर्न नसक्ने, रोजगारी दिन नसक्ने, केही पनि दिन नसक्ने मान्छेहरू नेता हुन लायकका मान्छेहरू रहेछन् त। त्यसो भएको कारणले गर्दाखेरि है यत्रो पेट फुलाएर चिल्लो गाडीमा हिँडेर मात्रै हुँदैन। म भन्न चाहन्छु जनताको दुःखलाई बुझेको मान्छे हुनुपर्छ, जनताको समस्यालाई बुझेको मान्छे हुनुपर्छ, जनताको दुःख र समस्यालाई आफ्नो दुःख र समस्या सम्झिने मान्छे हुनुपर्छ। त्यस्तो नेतृत्वको खाँचो छ र त्यस्तो नेतृत्व बनेर एउटा अन्तिम विकल्पको रूपमा तपाईहरुको सामुन्ने, हामी सबैको सामुन्ने, हामी सबैको आफ्नो श्रम संस्कृति आएको कुरा म यहाँ सबैजनालाई निवेदन गर्न चाहन्छु। श्रम संस्कृतिसँग छ भिजन है, वी हैव द भिजन। हामी यो देशलाई कसरी परिवर्तन गर्न सक्छौं भन्ने जरादेखिको उपाय हामीसँग छ। हामी त्यतिकै हावामा तपाईको छैन 3 घण्टा भाषण ठोकेर आफूलाई नेता सम्झदैनौं है। जनताको गरिब बस्तीमा हामी पुगेका छौं, जनताको दुःखमा हामी तपाईको छैन रोएका छौं, जनताको तपाईको हरेक समस्यालाई हामीले बुझेका छौं। त्यो खालको एउटा छैन एउटा अभियान भनौं, एउटा संस्कृति भनौं। ल भन्नु छ तपाईलाई मन पर्यो भने पार्टी नै भन्नुस्, ल पार्टी भनौं। त्यो आएको छ, त्यो पार्टी तपाईको हो। यो हर्क साम्पाङको एक्लो पेवा केही मान्छेहरुको रहेछ, यसो गरेर त्यहाँ सुन्यौ ताली बजा होइन। अब आज यहाँ तपाई जे जति उपस्थित हुनुहुन्छ र मिडिया मार्फत जे जतिले हामीलाई सुनिराख्नु भएको, बुझिराख्नु भएको छ, यो सम्पूर्ण नेपालीको संस्कृति हो, साझा संस्कृति हो, श्रम संस्कृति। श्रम संस्कृति जिन्दाबाद। श्रम संस्कृतिले मात्रै तपाईको छैन यो देशको समस्या समाधान गर्न सक्छ। यसको बारेमा म 1 वर्षसम्म बहस गर्न तयार छु, जोसँग कोसँग गर्नुपर्ने, कहाँ गर्नुपर्ने। तर यो कार्यक्रम मार्फत मैले छोटो मात्रमा जानकारी दिन चाहन्छु, छोटो मात्रमा दिन चाहन्छु। वास्तवमा यो श्रम संस्कृति के हो भन्दा मान्छेलाई विकासको केन्द्रबिन्दु मान्ने अवधारणा हो श्रम संस्कृति। मान्छे मारेर विकास हुँदैन भन्ने सोचाइ हो श्रम संस्कृति है। काटेर होइन तपाईको चाहिँ